हेलो गाइज, गुड मर्निङ। के छ खबर? म आज इलाम आइपुगेको छु। इलामको कन्याम भन्ने ठाउँमा तामाङ ड्रेस लगाएको फोटोसोटो खिच्नलाई म हजुरलाई यहाँको भ्यू देखाइदिने छु। हामी फर्किने क्रममा यसो इलामको झलक हेरेर जाऊँ भनेर यसो पसेको केही समयको लागि। अनि म तामाङ ड्रेस लगाएको छु। अब अरू ड्रेस लगाइराखेको भएर नयाँ ड्रेस म यहाँको भ्यूहरू हजुरलाई म देखाइदिन्छु मौसममा, हैन? हजुरहरू त आइराख्नु भएको होला। म चाहिँ फर्स्ट टाइम हो इलाममा आएको। हाम्रो साथीहरू त म अब भिडियो खिच्ने भएर उनीहरू कता कता गइसके, मलाई छोडेर म आफ्नै सुरु। अरू यता फोटो खिच्दैन, टिकटक बनाउँदैछन्, दिन्छु ल हेर्नुहोस्। इलामको भ्यू यति नै हो। यहाँ खास विशेषता भनेको यही ड्रेस लगाउने, चिया बगानमा फोटोहरू खिच्ने, त्यही हो। यस्तो दामी छ। के हो कन्याम के हो जो झन्डा भएको डाँडामा है? चियाबारीमा दामी दामी छ घुम्न आउनु। खोइ भोलि फर्किने भनेको। यता पनि पुरा बगानभरि भिडियो फोटोसुट गर्नेको भिड छ। मेन त त्यहाँ मात्रै हेरिदियो नि। अहिले के छ खबर?